सबैलाई नमस्कार। म भुवन साई। यस भुवन साई अफिसियल च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। हाल म युरोप कन्ट्री रोमानियाको राजधानी बुकारेस्ट सिटी सेक्टर नम्बर 1 देखि हजुरहरूको माझ मैले यो भिडियो मार्फत केही जानकारी गराउँदैछु मित्रहरू। विषय रहेको छ रोमानिया र नेपालको एउटा कूटनीतिक सम्बन्ध कस्तो छ भन्ने कुराहरू सँगसँगै र अन्य जानकारीहरू पनि हजुरहरूलाई चाहिँ मैले जानकारी दिने जमर्को गरिरहेको छु मित्रहरू। यदि हजुरहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि लाइक कमेन्ट अनि सब्सक्राइब गर्नुहोला र यस च्यानलबाट तपाईँले नयाँ नयाँ नोटिफिकेसन पाउनको लागि नयाँ नयाँ भिडियोहरू पाउनको लागि र यस्तै जानकारीमूलक भिडियोहरू उपलब्ध गर्नको लागि छेउमा रहेको बेल आइकनलाई प्रेस गर्नुहोला भन्न चाहन्छु मित्रहरू। ल सुरु गरौँ आजको विषयवस्तुगतबाट यो भिडियो। हजुरहरूको माझ मैले रोमानिया र नेपालको बारेमा केही कुराहरू जानकारी गराउँछु मित्रहरू। म यहाँ आएको 7-8 महिना भइसक्यो मित्रहरू। यो 7-8 महिनाको अन्तरालमा मैले यहाँ आएर के कुराहरू सिकेँ, के कुराहरू देखेँ, के कुराहरू अनुभव गरेँ, कस्ता कस्ता कामहरू गरेँ र यस ठाउँको बारेमा के जानकारीहरू लिएँ भन्ने कुराहरू पनि हजुरहरूको माझमा सजिलै तरिकाले प्रस्तुत गर्नेछु मित्रहरू। र हजुरहरूले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियो चाहिँ हजुरहरूलाई केही न केही टेवा पुग्नेछ भन्ने आशा गरेर हजुरहरूको माझ मैले अलिक फरक किसिमको भिडियो आज बनाउँदैछु मित्रहरू। जुन नेपाल र रोमानियाको एउटा कूटनीतिक सम्बन्ध कस्तो छ भने मित्रहरू, केही समय अगाडिदेखि नेपाल सरकार र रोमानियन सरकारले एउटा नेपालबाट रोमानिया कामदार आउनको लागि, नेपालबाट रोमानिया कामदार पठाउनको लागि र नेपालबाट रोमानियाले कामदारहरू लिनको लागि एउटा सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो मित्रहरू। त्यही भएको कारणले गर्दाखेरि हामी नेपालबाट यहाँ कुनै न कुनै काम गर्नको लागि, केही जब गर्नको लागि आउने गर्छौँ मित्रहरू। त्यस अन्तर्गत म पनि केही समय अगाडि लगभग 7-8 महिना अगाडि यहाँ आएको हो मित्रहरू। र यदि हजुरहरू चाहिँ नेपालबाट रोमानियामा आउने सोचमा हुनुहुन्छ भने पक्कै पनि पहिलो कुरा त राम्रोसँग बुझेर मात्र त्यो प्रोसेसिङलाई अगाडि चाल्नु होला मित्रहरू। र अर्को कुरा, यदि हजुरहरू चाहिँ रोमानिया आउँदै हुनुहुन्छ भने केही कुराहरू सिकेर, केही सिपहरू, केही नलेजहरू, आफूसँग केही स्किलहरू चाहिँ छ भने एकदमै उत्तम हुन्छ मित्रहरू। केही कुराहरू बुझेर, केही कुराहरू जानेर, केही सिप सिकेर मात्र यहाँ आउँदा सजिलो हुन्छ मित्रहरू। यानि कि नत्र तपाईँहरू चाहिँ केही अब दुःख धन्दा हुनसक्छ, अलिक अप्ठ्यारो कामहरू हुनसक्छ। र यदि अनस्किलमा आउनुभयो तपाईँको कामको फिक्सन आउनसक्छ, एउटा काम भने अर्को ठाउँमा लगाइदिन सक्छ मित्रहरू। र यदि हजुरहरू नेपालबाट रोमानिया आउने सोचमा हुनुहुन्छ भने, त्यस्तो प्लान गर्दै हुनुहुन्छ भने यो भिडियो हेर्नुभयो भने पक्कै पनि हजुरहरूलाई चाहिँ केही एउटा जानकारी हुनेछ, केही एउटा हजुरहरूलाई चाहिँ एउटा सहयोग हुनेछ, केही टेवा पुग्नेछ मित्रहरू। मैले जुन नेपालबाट यहाँ आउँदासम्म र मैले यहाँ आइसकेपछि भोगेका दुःख पीडाहरू, गरेका अनुभवहरू र केही कुराहरू जानकारी गरेका केही कुराहरू हजुरहरूको माझ मैले जानकारी गराउँछु मित्रहरू। यदि हजुरहरू चाहिँ नेपालबाट पक्कै पनि रोमानिया आउँदै हुनुहुन्छ भने राम्रोसँग आफूले चाहिँ आफ्नो मूल्याङ्कन आफैले गर्नुहोला र अरूले भनेको भरमा राम्रोसँग आफूलाई जानकारी नभएसम्म त्यो काममा चाहिँ अगाडि नबढाउनु होला। किनकि धेरै अब नेपालबाट जे भनिन्छ त्यो अनुसारको छैन यहाँ। त्यही भएर चाहिँ अलिक गाह्रो छ मित्रहरू। त्यो सोची सम्झी आफूले चाहिँ आफ्नो मूल्याङ्कन आफैले गरेर सबै कुराहरू ख्याल गरेर मात्रै त्यो कामलाई चाहिँ अगाडि बढाउँदा एकदमै राम्रो हुन्छ मित्रहरू। यदि हजुर चाहिँ नेपालबाट रोमानिया आउनको लागि केही प्रोसेसिङहरू गर्नुपर्ने हुन्छ मित्रहरू, त्यसको लागि चाहिँ तपाईँले चाहिँ पहिलो कुरा त भिजा अप्लाई गर्नुपर्छ मित्रहरू। भिजा अप्लाई गरिसकेपछि हजुरहरूको एउटा अफर लेटर भन्ने आउँछ। अफर लेटर आइसकेपछि तपाईँको चाहिँ अब कुन कामको लागि हजुरले चाहिँ त्यहाँ एग्रिमेन्ट गर्नुभएको छ, त्यहाँ साइन गर्नुभएको छ, त्यही अनुसारको तपाईँको अफर लेटर आउँछ। अफर लेटर आइसकेपछि केही समयपछि तपाईँको एउटा वर्क पर्मिट भन्ने हुन्छ, जुन महत्त्वपूर्ण कागजात हो, एउटा सर्टिफिकेट हो। त्यो वर्क पर्मिट आउनुपर्ने हुन्छ मित्रहरू। र वर्क पर्मिट आइसकेपछि तपाईँको त्यसमा पनि ध्यान दिनु होला मित्रहरू। वर्क पर्मिट तपाईँको ओरिजिनल हो या डुप्लिकेट हो, राम्रोसँग हेर्नु होला। यदि हजुरलाई चाहिँ त्यो हेर्न आउँदै भने पक्कै पनि केही अब बुझेका मान्छेहरूलाई हेर्न लगाउनु होला। वर्क पर्मिट पनि तपाईँको फेक हुनसक्छ, ओरिजिनल नहुनसक्छ। यदि ओरिजिनल छ भने तपाईँको सम्पूर्ण डिटेल, फुल डिटेल तपाईँको चाहिँ कम्पनीको हरेक तपाईँको कामको कुराहरू, कम्पनीको कुराहरू, सेलको कुराहरू, सबै कुराहरू त्यसमा लेखिएको हुन्छ। त्यसमा चाहिँ गुगलमा गएर पक्कै पनि तपाईँले चाहिँ ओरिजिनल वर्क पर्मिट इन रोमानिया भनेर सर्च गर्नुभयो भने त्यहाँ चाहिँ आउँछ। त्यो अनुसारको तपाईँको त्यहाँबाट थाहा हुन्छ कि ओरिजिनल हो कि डुप्लिकेट हो भनेर मित्रहरू। र अर्को कुरा रहेको छ,
जुन तपाईँको अहिले अब नेपालबाट रोमानिया आउनेको एकदमै जनलहर बढिरहेको छ, एकदमै चाप बढिरहेको छ। अलि सजिलो पनि छ भन्ने गरिन्छ। अब रोमानिया सरकारले रोमानिया नेपालीहरू रोमानिया आउनको लागि अहिले धेरै मात्रामा कामदारहरू माग गरिरहेको छ। त्यही भएर गर्दाखेरि पनि अलि तपाईँले चाहिँ अनपढ भए पनि, पढाइ लेखाइ नभए पनि, केही नलेज नभए पनि, अनस्किल भए पनि तपाईँको कामदारहरू नेपालबाट रोमानिया भित्राइरहेको छ मित्रहरू। र अर्को कुरा के भन्न चाहन्छु भने रोमानिया त सेन्जन भइसक्यो, त्यस कारणले गर्दाखेरि नेपालमा अब लागत पनि महँगो छ भन्ने कुराहरू प्रशस्त मात्रामा हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ। त्यसमा पनि होसियार हुनु होला मित्रहरू। सेन्जन भनेको किन, अब सेन्जन भनेको के हो, सेन्जन किन भयो भन्ने कुरा मैले अलि विस्तारित रूपमा अलिक पछाडि चाहिँ जानकारी गराउँछु मित्रहरू। अहिले चाहिँ मैले तपाईँको यदि नेपालबाट रोमानियामा आउने प्रोसेसमा हुनुहुन्छ भने त्यो कुराहरूको जानकारी गराउँछु मित्रहरू। त्यसको लागि तपाईँको जुन वर्क पर्मिट आइसकेपछि तपाईँको केही महिनापछि डेट आउँछ। डेट के को डेट आउँछ भन्दा तपाईँ नयाँ दिल्ली जानको लागि डेट आउँछ। त्यो नयाँ दिल्ली किन जानुपर्छ भन्दा VFS अथवा भिजा फेसिलिटी सर्भिस भन्ने हुन्छ, त्यहाँ जानुहुन्छ तपाईँहरू। डेट आयो भने त्यहाँ दिल्लीमा गएर VFS गर्नुपर्छ मित्र। VFS गरिसकेपछि तपाईँको सबैको भन्न सकिँदैन, 100मा 100% सबैको भिजा आउँछ भन्न सकिन्न। कसैको चाहिँ आउँदैन मित्रहरू, अब केही कारणवश त्यसो रिजेक्ट हुन्छ। त्यो भएको कारणले गर्दाखेरि तपाईँको चाहिँ अब VFS गरेको केही महिनापछि हजुरहरूको चाहिँ भिजा आउँछ। त्यसपछि आइसकेपछि तपाईँहरू चाहिँ अब यता आउने तपाईँको नेपालदेखि रोमानिया आउने अब लगभग फाइनल भइसकेको हुन्छ। र तपाईँको अहिले तपाईँको लागत भनिरहेको छ तपाईँको 8-10 लाखभन्दा बढी नै भन्छौँ, बेसी नै भन्छौँ होला मित्रहरू। त्यसमा चाहिँ हजुरले राम्रोसँग बुझेर एग्रिमेन्ट पेपरमा चाहिँ साइन गर्दाखेरि राम्रोसँग बुझेर मात्र त्यो कामलाई चाहिँ अगाडि बढाउनु होला मित्रहरू। किनकि अब जुन नेपालमा एउटा काम भनिन्छ त्यो अर्को काम भइदिन पनि सक्छ, तपाईँको चाहिँ फिक्स हुन्न। त्यसको लागि जुन तपाईँले गर्नुपर्ने जति गर्नुपर्छ नेपालमै गर्नु होला। नेपालमै अब भन्नेदेखि लिएर त्यहाँभित्र चाहिँ अब कामहरू गर्दाखेरि चाहिँ अब बार्गेनिङ गर्ने कुराहरू, अब सबै कुरा राम्रोसँग बुझ्ने कुराहरू जति म्यान पावरमा नेपालमा भएका म्यान पावर एजेन्टहरूसँग राम्रोसँग कुराहरू बुझेर मात्रै यो कामलाई चाहिँ अगाडि बढाउन उत्तम हुन्छ मित्रहरू। त्यो भएको कारणले गर्दाखेरि अब तपाईँको चाहिँ अब स्किल छ हजुरहरूसँग, सिप छ भने त्यो अनुसारको अब सर्टिफिकेटको आधारमा तपाईँले चाहिँ त्यसमा चाहिँ यहाँ भिजा अप्लाई गर्नु होला भन्न चाहन्छु मित्रहरू। यदि अनस्किलमा आउनुभयो भने पनि अब सबैको राम्रै हुन्छ भन्न पनि मिल्दैन, सबैको नराम्रो हुन्छ भन्न पनि मिल्दैन। अब कसैको के हुन्छ त्यो अनुसारले चाहिँ राम्रोसँग बुझेर मात्र अब त्यो कामलाई चाहिँ अगाडि बढाउनु होला मित्रहरू। र अर्को कुरा रहेको छ तपाईँको लागतको कुराहरू आउँछ। तपाईँको स्यालेरी कति भनिएको छ, त्यही अनुसारको लागत छ या छैन, तपाईँलाई चाहिँ कस्तो लाग्छ, महँगो लाग्छ या त तपाईँलाई चाहिँ अब ठिकै लाग्छ, अब कस्तो लाग्छ त्यो चाहिँ आफ्नो बनाइकन आफूले गर्नु होला मित्रहरू। त्यो भएको कारणले गर्दाखेरि जे गर्नु छ नेपालमै गर्नुपर्छ मित्रहरू। किनभने हामी चाहिँ नेपाल छोडिसकेपछि रोमानिया आइसकेपछि केही दुःख धन्दा भयो भने पनि नेपालबाट केही पनि हुने वाला छैन मित्रहरू। किनभने यहाँ चाहिँ मैले धेरै देखेका छु, धेरै जो छ अब ठाउँ त्यस्तै घटनाहरू घटिरहेको देखिरहेको छु। विभिन्न ठाउँमा अब नेपालबाट आएका अब म्यान पावरले फसाएका साथीहरू, नाइबाहरू, दिदीबहिनीहरू धेरै भौतारिएको देखेको छु मैले। त्यही भएर त्यस्तो नहोस् भनेर मैले हजुरहरूको माझ यो भिडियो आज बनाउँदैछु मित्रहरू। त्यसैले चाहिँ राम्रोसँग नेपालमा बुझेर मात्रै रोमानियाको प्रोसेसिङलाई अगाडि बढाउनु होला भन्न चाहन्छु। र तपाईँको चाहिँ जुन मैले भनेको थिएँ कि तपाईँको सेन्जेन कन्ट्री भइसक्यो, लागत महँगो छ भनेर चाहिँ पर्याप्त मात्रामा म्यान पावरतिर अब भन्ने गरिरहेको छ। लागत एकदमै कस्ट एकदमै महँगो चर्को असर गरेको छ मित्रहरू। त्यसको लागि हजुरहरूले चाहिँ होसियार हुनु होला। र यदि हजुरहरू त पक्कै पनि अब नयाँ हुनुहुन्छ भने जति पनि अब रोमानियामा कोही साथीसँग आफन्त हुनुहुन्छ होला, यहाँको बारेमा राम्रोसँग बुझ्नु होला र त्यसपछि मात्र नेपालमा चाहिँ अप्लाई गर्नु होला भन्न चाहन्छु मित्रहरू। त्यसको लागि त तपाईँको चाहिँ म्याक्सिमम 7-8 लाखसम्म अहिले चाहिँ भन्छ यहाँको लागत चाहिँ। त्यही अनुसारको तपाईँको चाहिँ अब भने जस्तो स्यालेरी पनि हुन्न मित्रहरू। त्यही भएर राम्रोसँग बुझ्नु होला। जति अब नेपालमा जति भनेको छ त्यति स्यालेरी पनि दिन्न, यहाँ आएर हरेक कुरा यता गराउँछ, ट्याक्स भ्याट के लाग्छ भनेर आउँछ होइन। त्यही भएको कारणले गर्दाखेरि तपाईँको चाहिँ 7-8 लाख तिरेर आउनुभयो भने यहाँ तपाईँको 80-90देखि 100सम्म भेट्छ मित्रहरू। त्यहाँदेखि बढीको आशा नगर्नु होला। किनभने यहाँ चाहिँ अहिले एकदमै मात्रामा बढी अब कामदारहरू भित्रिएको कारणले गर्दाखेरि यहाँ चाहिँ स्यालेरी पनि त्यही अनुसारको हुन्छ मित्रहरू होइन। अब युरोप कन्ट्री हो, युरोप कन्ट्री रोमानिया जाँदैछु म त भनेर पनि धेरै एउटा फजुल खर्च पनि नगर्नु होला मित्रहरू। किनभने तपाईँको चाहिँ अब अहिले एकदमै आर्थिक अभाव भइरहेको छ,
यो नेपाल जस्तै यहाँ पनि त्यस्तै भएको छ, एकदमै सरसामानहरू एकदमै महँगी बढिरहेको छ। त्यही भएर चाहिँ सीमित मात्रामा हजुरहरूले चाहिँ खर्च गर्नुहोला। हरेक कुराहरू गर्दा सकेसम्म त तपाईँले चाहिँ अलिक कम खर्चमा कम लागतमा आउने कोसिस गर्नुहोला। त्यहाँबाट तपाईँको चाहिँ अब यहाँ आइसके पनि तपाईँको त्यो लागत उठाउनलाई पनि तपाईँको लगभग 1-1.5 वर्ष लाग्छ मित्रहरू। सोचे जस्तो छैन यहाँ। हरेक कुरा सोची सम्झी गरेर यदि नयाँ साथीहरू हुनुहुन्छ भने पक्कै पनि यहाँ रोमानियामा भएका साथीहरू आफूहरू कोही हुनुहुन्छ भने उहाँहरूसँग सल्लाह राम्रोसँग सल्लाह लिनुहोला र कामलाई अगाडि बढाउनलाई भन्न चाहन्छु मित्रहरू। रोमानिया सेन्जेन भइसक्यो। अब सेन्जेन भएको कारणले गर्दा तपाईँले चाहिँ महँगो पर्छ भनेर धेरैले भन्छन्, म्यान पावर धेरै ठगिरहेका हुन्छन्। त्यो कुराहरू पनि राम्रोसँग ध्यान दिनुहोला मित्रहरू। सेन्जेन भनेको सेन्जेन भयो, अब रोमानिया त मैले जति तिरे पनि हुन्छ भने त्यस्तो सोच नराख्नु होला मित्रहरू। सेन्जेन भनेको सीमित मात्रामा हाम्रो लागि, हामी नेपालीहरूको लागि होइन, हामी काम गर्ने मान्छेहरूको लागि केही पनि होइन। सेन्जेन भनेको के हो भन्दाखेरि तपाईँको रोमानियाबाट हामीले चाहिँ अर्को देशमा जानको लागि, अर्को देशमा ट्राभल गर्नको लागि मात्र एउटा चाहिँ ढोका जुन बोर्डर खुल्या मात्रै हो। हामीलाई कुनै पनि छैन, एउटा पैसा बिना केही पनि गर्न सकिन्न। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ त्यो सेन्जेनले केही फरक पार्दैन मित्रहरू। त्यही भएर हजुर चाहिँ धेरै कुराहरू सोचेर धेरै कुराहरूको ख्याल गरेर मात्रै यहाँ आउनुहोला भन्न चाहन्छु। र यहाँ यसै तपाईँको विभिन्न किसिमको यहाँको रुल रेगुलेसनमा चल्नुपर्ने हुन्छ मित्रहरू। यहाँको हरेक कुराहरू टाइम टेबलका कुराहरू हुन्छ, सबै कुराहरू चाहिँ हामीले चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ। त्यही भएको कारणले हजुर चाहिँ मैले आज यो भिडियो मार्फत नेपाल र रोमानियाको बारेमा केही कुराहरू जानकारी गराएँ मित्रहरू। त्यही भएको कारणले हजुरले चाहिँ धेरै कुराहरू सोचेर मात्र यो कामलाई चाहिँ अगाडि बढाउनु होला। जे सोच्नुपर्छ, जे गर्नु छ नेपालबाटै गर्नुहोला। यहाँ आइसकेपछि तपाईँले कुनै पनि दुःख धन्दा पऱ्यो भने जति रोइ कराइ गरे पनि, जति चाहिँ गुहार माग्यो भने तपाईँले चाहिँ यहाँबाट कुनै पनि सेवा सुविधा पाउनुहुन्न मित्रहरू। नेपालमा तपाईँले चाहिँ म्यान पावरसँग हरेक कन्भर्सेसन गर्नुहुन्छ, एकअर्कामा वार्तालाप गर्नुहुन्छ होइन, यस्तो उस्तो सबै कुराहरू एउटा आश्वासन देखाइन्छ, तर ती कुराहरू जे सपना देखाइन्छ नेपालमा त्यही कुराहरू यहाँ चाहिँ लागु हुँदैन मित्रहरू। जति नेपालमा 100% चाहिँ गरेको कुराहरूलाई तपाईँले चाहिँ यति बुझ्नु होला कि यहाँ आइसकेपछि 80-90% चाहिँ सही हुन्छ, अरू चाहिँ फेक हो क्या। त्यो भएको कारणले गर्दाखेरि जे गर्नु छ नेपालमा म्यान पावरमा गएर राम्रोसँग बुझेर मात्रै यो कामलाई चाहिँ अगाडि बढाउनु होला। र त्यही हो, मैले चाहिँ अब आजको भिडियो रहेको थियो मित्रहरू नेपाल र रोमानियाको बारेमा केही समसामयिक विषय, र मैले हजुरहरूलाई चाहिँ केही कुराहरू चाहिँ जानकारी गरेँ। यही अनुसारले चाहिँ हजुरहरूले चाहिँ अगाडि बढ्नुभयो भने पक्कै पनि धोका धन्दा हुने छैन भन्ने आशा गर्दै यो भिडियोबाट छुट्टिन्छु। हवस् त, नमस्कार, धन्यवाद।